Guys, welcome to my channel once again. आज चाहिँ यहाँ भोलि मेरो एक्जाम हो। दिदीले मेरो क्वेशन लेखिदिँदैछ, म चाहिँ आन्सर लेख्छु। हेर्नु सक्नुहुन्छ, ह्यान्डराइटिङ दामी छ। लेख्ने मान्छे हेर्नु सक्नुहुन्छ। यो डल्लै पढ्यो यो एक पेज। अब यो लेख्नु हुँदैछ यहाँ। ह्यान्डराइटिङ एकदम दामी छ। ह्यान्डराइटिङ चाहिँ दिदीको। पवित्रको के हो? भनेको भावना। भावना भावना सानसानो यिनी आउँछ त्यस्तो नि। यो आउँछ, जोडी मिलाउने आउँछ त। आउँछ त। लेखिदिनु यो लेख्नु यिनीहरू पर्दैन, डाइरेक्ट यो लेखिदिनु। पर हो 12 पास गरेर मास्टर गरिसकेको, तर अहिले चाहिँ यहाँ बिहा गरेर यहाँ बस्नु भएको छ हो। ह्यान्डराइटिङ दामी छ। ह्यान्डराइटिङ हेर्न सक्नुहुन्छ तपाईँले। उहिलेको आफ्नो नानीहरूलाई पढाउँछ हो, आफ्नो नानी ट्युसन खोलेको छ। ह्यान्डराइटिङ हेर्न सक्नुहुन्छ है। अहिलेको केटाकेटीलाई जिदाउँछ नि। अन्त कति दामी ह्यान्डराइटिङ। मास्टर गरिसकेको है गाइस, मास्टर। ल यहाँ फुपू, मम्मी, दिदी, ए हाम्रो स्काई। आकाशमा तारा लागेको छैन। गाइस पहाडीको नजारा हेर्नुहोस् तपाईँहरू। ए हजुर यो लेखिदिनु न। ए पहाडी हेर्नु सक्नुहुन्छ गाइस। यी घरै घर छ, यहाँ तल पनि घरै छ। बिल्डिङै बिल्डिङ, यहाँ पनि बिल्डिङै है। तर अब कुन चाहिँ खाली ठाउँबाट होला साथी माथि ब्याग चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ गाइस। तर म चाहिँ इक्जामको लागि खालि एउटा कार्डबोर्ड लिएर जान्छु। यहाँ हेर्नु सक्नुहुन्छ एउटा कार्डबोर्ड। आजको तपाईँले क्वेसन खै दिदी, तपाईँले क्वेसन सिट हेर्नु सक्नुहुन्छ है। 90 मार्क्सकै गाइस हाम्रो चाहिँ। ल टाइम चाहिँ 3 आवर्स हो। सिन्तामा स्कुल हो यो चाहिँ। गाइस भर भर्के छ है, भर भर्के छ है, भर भर्के। लास्टमा छोड्दैन है। यहाँ हेर्नु सक्नुहुन्छ गाइस तपाईँहरूले। यस्तो साह्रो उयो गाइस, तपाईँलाई म देखाइदिइहाल्छु। 3 आवर्स टाइम, मार्क्स हेर्नु सक्नुहुन्छ 90। क्लास टिचर कर्मा। PM श्री गभर्मेन्ट सिनियर सेकेन्डरी हाई स्कुल सिन्ताम। SA1 एक्जामिनेसन 25-26 क्लास 7 सब्जेक्ट इङ्ग्लिस। हेर्नु सक्नुहुन्छ तपाईँले गाइस। तर यसलाई चाहिँ म मजाले बनाएर यस्तो गरेर, यस्तो फोल्ड गरेर तपाईँहरूले यसरी फोल्ड गरेर तपाईँले राख्नु सक्नुहुन्छ। तपाईँको अब के तपाईँलाई सेभ गर्नु छ भने चाहिँ यसरी गर्नु सक्नुहुन्छ। अनि यहाँ चाहिँ सक्नु लागेको छ सिक्किम राज्य। गाइस तपाईँले यसरी सजिएको